विभिन्न हाम्रो सङ्घ संस्थाको प्रतिनिधिज्यूहरू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय दिदी बहिनी दाजुभाइ र अतिथि आमा बाबाहरूमा मेरो नमस्कार साथै न्यानो न्यानो अभिवादन हवेली निर्माणपा जिल्ला शाखा तेह्रथुम टेबाग सङ्घको तर्फबाट केही कुरा यहाँ आज राख्नु गइरहेको छु। विशेष त यो महागुरु फाल्गुनन्द 16औं अन्तर्राष्ट्रिय विभूति समाज सुधार महागुरु फाल्गुनन्द लिङदेनज्यूको 141औं जन्म तिथिको अवसरमा हामी यहाँ आउनु पाउँदा आफ्नो खुसीको व्यक्त गर्दैछौँ। विशेष गरी यहाँ आयोजक टिमलाई धन्यवाद। सर्वप्रथम किरात धर्म अनि याक्थुङ चुम्लुङ को आयोजनामा प्रेमवादको थोरै यहाँ कुरा गर्न चाहन्छु। यो सङ्घ प्रेमवादको कुरामा हजुरहरूलाई अलिकति बुझाउन चाहन्छु। मानव एकता हाम्रो महागुरु फाल्गुनन्दज्यूजी अहिंसा र मानव एकताको सत्यको बाटो मार्गदर्शन गर्नुहुने कुराहरू हामीले पनि पढ्दै आएको छौँ। त्यसैले म खुसी छु आज यो अवसर यो जन्म तिथिमा हामीले पनि घरमा दीप प्रज्वलन गरेर उहाँ हाम्रो ज्योति हुनुभएको छ। हाम्रो गुरु उहाँको सत्य वचन सत्य मार्गदर्शनलाई हामी पनि